हेलो एभ्रिवान। आज चाहिँ एउटा लिमिटको हामी टपिक पढ्छौँ क्लास 11को है। म चाहिँ बेसिकबाट लिमिट के होदेखि सुरु गर्छु है। लिमिट चाहिँ किन पढिन्छदेखि स्टार्ट गर्छौँ। लिमिट है, यो चाहिँ क्लास 11 एनइबीलाई फोकस गरेर पढाइरहेको छु म है। क्लास 12को छ भने अथवा कम्पिटेटिभ एक्जामको लागि पनि पढिरहेको छ भने पनि यो यसले हेल्प गर्छ है। म चाहिँ बेसिकबाट बुझाउँछु, केही पनि जान्नुभएको छैन भन्ने सेन्समा म स्टार्ट गरिरहेको छु। ल लिमिट चाहिँ किन एक्जिस्ट गर्छ भन्ने है। जस्तै एउटा फङ्सन मानौँ, हेर त फङ्सन एफएक्स इक्वल के छ, एक्स स्क्वायर माइनस 9/x-3। यो फङ्सनको एफ1 वानमा एक्सको भ्यालु 1 राख्यो भने 1² माइनस 9/1 - 3 गरेर यहाँ कति आयो, -8/-2 भनेको 4 दिन्छ। त्यस्तै गरी एफ अफ जिरोमा पनि निकाल्यो भने -9/-3 गरेर कति आउँछ, 3 आउँछ। भनेको एभ्री पोइन्टमा यसको भ्यालु छ। तर फङ्सनको चाहिँ एफ अफ हेर ठ्याक्कै यो 3 मा चाहिँ के भइरहेको छ भने 3 को स्क्वायर -9/3 - 0/0 फर्ममा आयो कि है। त्यो भइसकेपछि के भयो भने जस्तै अब हामीले यहाँ ग्राफ प्लट गरिरहेको थियौँ भने है, ग्राफ प्लट गरिरहेको थियौँ भने वानमा पनि भ्यालु छ है। वानमा कति भ्यालु छ, वानमा 4 छ। यो पोइन्ट आयो 1 2 3 4, यहाँ पोइन्ट छ। जिरोमा चाहिँ 3 छ। त्यस्तै गरी एभ्री पोइन्टमा भ्यालु छ, वानमा पनि छ, जेरोमा पनि छ, 2 3 4 सबैमा भ्यालु छ। तर 2 मा आउँदा बित्तिकै के भयो, के अरे 3 मा आउँदा बित्तिकै भ्यालु चाहिँ कति आइरह 0/0 आइरहेको छ है। 3 मा चाहिँ के आइरहेको छ, यो ग्राफ यसरी गयो भने यसरी गइरह भने है सबै ठाउँमा भ्यालु आउँछ। तर यो 3 मा चाहिँ भ्यालु छैन कि यसको। अब यहाँ भ्यालु त हुनु पर्यो नि त है। फङ्सनले के गरिरह एभ्री पोइन्टमा भ्यालु दिएको छ है। यो फङ्सन हो, फङ्सनले चाहिँ एभ्री पोइन्टमा भ्यालु दिइरहेको छ। तर 3 मा आउँदा बित्तिकै यो के भयो, इन्डिटर्मिनेट फर्म दियो कि यसलाई डिटरमाइन गर्न सकिँदैन नि। अब 0/0लाई कसरी प्लट गर्ने है, 0/0 भनेको कति हो थाहै छैन नि त। यहाँ प्लट गर्न, ग्राफमा प्लट गर्न मिलेन हो। यस्तो केसेसमा चाहिँ हाम्रो के भयो, लिमिटको कन्सेप्ट आयो। त्यति बेला चाहिँ हामी के गर्यौँ, लिमिट गरौँ भनेको बााउन्ड गऱ्यौँ कि। बााउन्ड गर्नु भनेको 3 मा केही भ्यालु चाहिरहेको छ भने 3 को सबैभन्दा नजिक 2.99 मा जे छ, 2.99 मा जति भ्यालु छ त्यही नै 3 को भ्यालु, 3 मा भएको भ्यालु हो भनेर मान्यो भनेको एफ अफ 2.99 निकाल्यो, यहाँ भ्यालु समथिङ आउँछ है। त्यो नै के हो, एफ अफ 3 को भ्यालु हो। अथवा एफ अफ 3.01 मा जति भ्यालु आउँछ फङ्सनको त्यो भ्यालु नै के हो, त्यो फङ्सनको भ्यालु हो। 3 मा एट द्याट पोइन्ट एक्स इक्वल टु 3 मा भ्यालु हो भनेर मानियो भने चाहिँ के भयो, यो लिमिट भयो। यो लेफ्ट ह्यान्डबाट एप्रोच गऱ्यो भने लेफ्ट ह्यान्ड लिमिट, यताबाट एप्रोच गऱ्यो भने लेफ्ट ह्यान्ड लिमिट है। राइट ह्यान्ड साइडबाट एप्रोच गऱ्यो भने चाहिँ राइट ह्यान्ड लिमिट है। सजिलो छ, यसलाई धेरै सोच्नु पर्दैन। ल अब हामी चाहिँ अब क्वेसनहरू कसरी गर्ने त्यतातिर जान्छौँ। मैले यो मेटेँ। ल नबुझेको छ भने एकचोटि फेरि यसलाई रिप्ले गरेर हेर्ने है। सक्दो बुझेर बल्ल हामी क्वेसनमा जायौँ। यति नै हो बुझ्नुपर्ने है। फङ्सनको चाहिँ एभ्री पोइन्टमा भ्यालु हुनुपर्ने हो। तर त्यो एउटा पोइन्टमा भएन, त्यो निकाल्नु पऱ्यो नि त। त्यही भएर हामीले लिमिट युज गर्यौँ है। लिमिट गर्नु चाहिँ अब कुनै पनि क्वेसनहरू गर्नलाई चाहिँ के भन्छ, हामी चाहिँ लिमिट हेर, लिमिट एक्स टेन्स टु, यहाँ के हुन्छ, एक्स टेन्स टु ए होला अनि फङ्सन होला। अघि जस्तै एक्स स्क्वायर प्लस 2 होला भनेको एक्स टेन्स टु हो, एक्ज्याक्टली ए होइन कि। एक्स टेन्स टु, यो रिड गर्दा एक्स टेन्स टु ए हो। अथवा एक्स एप्रोचेज टु ए भनेको के, एक्स टेन्स टु ए भनेको एक्स लगभग ए हुन खोज्छ। अथवा एक्स एप्रोचेज टु ए भनेको एक्स चाहिँ लगभग ए हुन खोज्छ भनेको। अनि यो भ्यालु राखेर हामी सल्भ गरेर निकाल्छौँ है। अब एउटा क्वेसन गरेपछि हुन्छ, क्वेसन गरेपछि हामी गर्दै जान्छौँ। अलिक रेड प्लेनमा अलिक बेटर होला, म रेड प्लेनमा लेखेँ है। ल कपीमा लेख्दै जानु पऱ्यो। म बुकको क्वेसनहरू गराउँदै जान्छु है। बुकबाट क्वेसन निकाल्दै म सल्भ गर्दै जान्छु। एभ्री टाइपको हामी क्वेसनहरू गरिन्छ। म चाहिँ बेसिकबाट स्टार्ट गरिरहेको छु। लिमिट किन एक्जिस्ट गर्यो भन्ने त बुझ्यो नि। अब चाहिँ हामी नेक्स्टमा अब सुरुमा एउटा डाइरेक्ट मेथडबाट जाऊँ। डाइरेक्ट मेथड पहिलो एउटा मेथड चाहिँ के छ, पहिलो मेथड छ एउटा डाइरेक्ट मेथड है। डाइरेक्ट मेथड
डाइरेक्ट मेथडमा हामी केही सोच्दैन है। जस्तै क्वेसन छ, क्वेसन लिमिट एक्स टेन्स टु 2 छ, एक्स स्क्वायर प्लस 2x प्लस 4 है। यहाँ चाहिँ भ्यालु राख्दा बित्तिकै 2 स्क्वायर प्लस 2 इन्टु 2 प्लस 4 कति आयो, 4 प्लस 4 टू चाहिँ 2 टू जा 4 प्लस 4 भनेको 12 आयो नि त, बुझ्यो नि। भ्यालु राख्दा डाइरेक्ट एउटा डिटर्मिनेट भ्यालु आइरहेको छ भने चाहिँ के हो, त्यो चाहिँ के हो, डाइरेक्ट मेथडबाट गर्दा मिल्यो। यदि यहाँ इन्डिटर्मिनेट फर्ममा आइरहेको थियो भने चाहिँ हामी यो मेथड छोडेर अर्को मेथडबाट गर्थ्यौँ है। इन्डिटर्मिनेट मेथडहरू चाहिँ के छन् म लेखिदिन्छु यहाँ है। इन्डिटर्मिनेट फर्म्सहरू के छन् भने है, यहाँ लेखिदिएँ मैले, इन्डिटर्मिनेट। अब यहाँ लेख्दा अलिकति स्लो हुनसक्छ, अलिकति आफू चाहिँ 1.25 अथवा सक्दो 1.5तिर हेर्न खोज्ने, त्यो भएपछि अलिकति फास्ट पनि हुन्छ अनि बुझिहालिन्छ कि सजिलै छ, त्यस्तो अप्ठ्यारो छैन। 0/0 अथवा इन्फिनिटी बाई इन्फिनिटी अथवा इन्फिनिटी माइनस इन्फिनिटी अथवा 0.इन्फिनिटी यो लेख्ने है। 0 को पावर 0 अथवा इन्फिनिटीको पावर इन्फिनिटी अनि 1 को पावर इन्फिनिटी अथवा 0 को पावर इन्फिनिटी, यस्तो फर्म्समा आयो भने चाहिँ, यो फर्म्समा आयो भने चाहिँ के हो, इन्डिटर्मिनेट फर्म्स हो क्या है। त्यही भएर यस्तो फर्म्समा आयो भने चाहिँ के हो, इन्डिटर्मिनेट फर्म हो। अब यस्तो चाहिँ निकाल्नु भएन। अब डाइरेक्ट मेथडमा सुरुमा हामीले चाहिँ हरेक क्वेसनलाई चाहिँ डाइरेक्ट मेथडबाट गर्न खोजिन्छ, यो मेथडबाट गर्न सकिन्छ। भ्यालुजहरू के हो, यदि डिटर्मिनेट भ्यालु आए, यो भ्यालुभन्दा अरू आए डिटर्मिनेट 12 भन्ने त हामीले प्लट गर्न सकिन्छ नि त। केही कुरा डिटर्मिनेट हो होइन भनेर थाहा पाउनको लागि के हो, त्यसलाई भ्यालु प्लट गर्न मिल्छ नै भनेर सोच्नु पऱ्यो है। 0/0लाई कहाँ प्लट गर्ने थाहा छैन नि त, इन्फिनिटी अपन इन्फिनिटीलाई कहाँ प्लट गर्ने थाहा छैन नि त। त्यही भएर यो इन्डिटर्मिनेट भयो, डिटर्माइन गर्न नसकिने, इन्डिटर्मिनेट है। अनि यिनीहरू 12लाई त प्लट गर्न मिल्छ नि त, 2 को यहाँ 12 छ भने यहाँ ठ्याक्क प्लट गर्न मिल्छ, ठिक छ। त्यही भएर चाहिँ यो डिटर्मिनेट, यसलाई चाहिँ सक्दो हामीले डाइरेक्ट मेथडबाट सल्भ हुन्छ भने डाइरेक्ट मेथड गरिन्छ, नभए चाहिँ इन्डिटर्मिनेट फर्ममा आउँछ भने चाहिँ अब अरू मेथड गरिन्छ। ल अरू कुन कुन मेथड हो, ल यो एउटा ए चाहिँ डाइरेक्ट मेथड भयो है। ल नेक्स्टमा गएँ म, ल यो मेट्दै जान्छु म। ल मेटेपछि सजिलो। ल लेट्स गो अगेन है। क्वेसन जस्तो छ, जस्तै अब अर्को मेथड चाहिँ पावर रुलवाला मेथड छ है, बाई युजिङ पावर रुल है, बाई युजिङ अब पावर रुल है। यो चाहिँ एउटा यस्तो फर्ममा आयो, जस्तै लिमिट एक्स टेन्स टु ए छ अनि एक्स को पावर एन माइनस ए को पावर एन अपन एक्स माइनस ए, यस्तो फर्ममा छ भने एन माइनस 1 लेख्न सकिन्छ कि सिधै है। पावर रुल युज गर्यो भने के भयो, लिमिट एक्स टेन्स टु ए छ, एक्स को पावर एन माइनस ए को पावर एन अपन एक्स माइनस ए छ भने चाहिँ एन माइनस 1 लेख्न मिल्छ है, यो फर्मुला टिप्ने। ल क्वेसन एउटा गरौँ, एउटा क्वेसन गरौँ, यहाँ बुकबाट म क्वेसन निकाल्छु। जस्तै है, जस्तै क्वेसन के छ भने लिमिट एक्स को, ल क्वेसन चाहिँ के छ भने लिमिट एक्स टु द एक्स टेन्स टु 1 एक्स क्युब माइनस 1 अपन एक्स माइनस 1 है, सोल्युसन यहाँ है। अनि यहाँ हेर्नु, यहाँ ए को ठाउँमा अहिले 1 छ अनि पावरमा एन हुनुपर्ने 3 छ, यहाँ 1 को पावरमा छैन है। अनि तल चाहिँ एक्स माइनस ए को ठाउँमा के छ, 1 छ। अब यहाँ चाहिँ के गर्न सकिन्छ भने लिमिट एक्स टेन्स टु ए एक्स टु द पावर 3 माइनस 1 को पावर 3 गर्न पाइयो नि त। 1 को पावर त जति भए पनि के हो, 1 नै हो, एक्स माइनस 1 भयो। अब यो सल्भ गर्यो भने एन, सुरुमा एन आउँछ, अगाडि 3 आयो भनेपछि ए आयो, ए भनेको कति छ, 1 छ, पावरमा कति हो 3 माइनस 1 भनेको के हो, 3 इन्टु 1 को स्क्वायर भनेको यो के भयो, 3 आयो, एन्सर यही हो है। ल ल म एउटा क्वेसन दिन्छु, यो ट्राई गर्ने ल आफै, अनि उसमा भिडियोको तल चाहिँ लेख्ने, ठिक छ। म एउटा क्वेसन दिएँ, अलिकति एउटा क्वेसन चाहिँ म गरिदिन्छु यहाँ अझै, किनकि लिमिट एक्स टेन्स टु यहाँ 64 छ है, एक्स को पावर के छ 1/6 माइनस 2 छ अनि एक्स को पावर के छ 1/3 माइनस 4 छ है। यस्तो भएको बेलामा चाहिँ के गर्ने, ठिक छ।
ल अलिकति मैले यहाँ जुमिङ गरेँ। उम्, ल ठिकै छ, यस्तै ठिक छ। ल सोल्युसन हियर है, यहाँ ए हुनुपर्ने नि त, एक्स टेन्स टु ए भनेको अहिले 64 छ। अब हामीले ठ्याक्क क्वेसन अनुसार गइन्छ। लिमिट एक्स टेन्स टु कति भयो, 64 भयो। अनि यहाँ एक्सको पावर चाहिँ 1/6 राख्यो भने 64 को पावर 1/6 राख्यो भने पनि त 2 हो नि त। हेर्नु न, यहाँ हेर्नु, 64 भनेको 232, 216, 28, 24, 2 भन्छ 1 2 3 4 5 6 भनेको 2 को पावर 6 भनेको 64 हो भने 2 भनेको के हो, 64 को पावर पावर यो पावर यतातिर जाँदा 1/6 भएर जान्छ नि त। त्यही भएर के भयो, 64 भयो। अनि 64 को 2 को ठाउँमा हामीले 64 को पावर 1/6। त्यसै गरी एक्स को पावर कति भयो, 1/3 माइनस यसलाई के लेख्न मिल्यो भने है, कहाँ गयो, ल यहाँ अलिकति तल जानु पर्यो। यहाँ चाहिँ कति 4 लाई चाहिँ के लेख्न मिल्छ भने 64 को पावर 1/4 लेख्न मिल्छ कि। 2 टू ज 4, 2 टू ज 4, 2 टू ज 4 भनेको 4 को पावर क्युब भनेको के हो, 64 हो नि त। 4 भनेको के हो, 64 को पावर 1/3 हो भनेपछि अब यसलाई चाहिँ के लेख्न मिल्यो भने, यहाँ मैले यता मेथेँ, यो बुझिसक्यो होला है, ठिक छ। ल म सिम्पल वेमा गर्दै गइरहेको छु है। यहाँ गयो लिमिट एक्स टेन्स टु 64 है। अब एक्स को पावर के छ, 1/6 छ, माइनस 64 को पावर के छ, 1/6। अब यहाँ पनि एक्स माइनस 64 गऱ्यो, अनि तल पनि हेर, एक्स को पावर 1/3 माइनस 64 को पावर कति भयो, 1/3 भयो। अपन एक्स माइनस 64 गर्न पायो नि त। यहाँ पनि एक्स माइनस 64 ले डिभाइड गरे हो, यहाँ पनि माथि एक्स माइनस 64 ले डिभाइड गरेको छ, त्यस्तो गर्न त पाइयो, न्युमिनेटर र डिनोमिनेटर। अनि यहाँ यस्तो लिमिट थपिदिन पनि पाइयो है, एक्स टेन्स टु 64 यस्तो गर्न पायो नि त। भनेको न्युमिनेटर र डिनोमिनेटरलाई लिमिट, दुइटैलाई लिमिट दिन पायो नि त। त्यो भइसकेपछि के भयो, यो अब यहाँ यो फर्मुलामा गयो, यसको एन्सर निकालेर उस गर्ने, के भन्छ एन्सर चाहिँ यो कमेन्टमा लेख्नु पऱ्यो। ल अनि हामी चाहिँ नेक्स्ट मेथड, अब यो पावर रुल र डाइरेक्ट मेथड भयो है। अब नेक्स्टमा चाहिँ हामी अर्को मेथड गर्छौँ। सुरुमा चाहिँ यहाँ भ्यालु चेक गर्नुपर्ने हो। यहाँ भ्यालु राख्यो भने चाहिँ 0/0 आउँथ्यो कि है। यहाँ पनि भ्यालु राख्यो भने 0/0 आउँथ्यो, किनकि 1 को किप भनेको 1 हो, 1 - 1 भनेको 0, 1 - 1 भनेको 0। सुरुमा डाइरेक्ट मेथडबाट गर्न खोजिन्थ्यो, यहाँ चाहिँ 0/0 आयो, यहाँ पनि 0 आयो। त्यही भएर हामीले चाहिँ लिमिटको अर्को मेथड युज गरेको है। दिस मच फर टुडे है। यसको चाहिँ एन्सर निकालेर कमेन्टमा लेख्नु, म चेक गर्छु ल। बाई। Oh, yeah.